फाइनली आई एम ब्याक। परालको आएको चलचित्र टिजरको रिभ्यू लगेर। यस चलचित्रमा रहेका छन् मुख्य भूमिकामा सुहाना थापा, सौगत मल्ल, प्रकाश सपुत। त्यसै गरी यस मुभीका निर्देशक रहेका छन् लक्ष्मण सुनार। आई डोन्ट नो यस चलचित्रको नाम किन यस्तो अजीब छ। मेरो हिसाबले यस चलचित्रको नाम रहनुपर्ने थियो पुरुषको हिंसा, मेन डोमेस्टिक भाइलेन्स। द्याट्स नेम सुटेबल दिस मुभी। तर यस टिजरले देखाउन खोजेको हिंसामाथि छ, जुन हामीहरूले देखेकै हो गाउँघरमा, हामीले देखेकै छौँ सोसाइटीमा, हामीले महसुस पनि गरेकै छौँ। त्यस कारणले पनि दिस इज टिजर लाइक आर्ट टचिङ। महसुस चाहिँ गर्न सकिन्छ क्यारेक्टरहरूको एक्टिङ देख्दा, जुन आउटस्ट्यान्डिङ नै छ। ब्याकग्राउन्ड म्युजिक, सिनेमेटिक ग्रेडिङ एकदमै राम्रो छ। तर किन बिचमा आयो भन्दाखेरि हामीले टिजर हेरेर कुनै चलचित्रहरूको पुरै प्रेडिक्ट गर्न सक्दैनौँ। म अहिले नै खराब छ चलचित्र भन्न सक्दैन, त्यही पनि टिजरले यतिसम्म बनाएको छ कि चलचित्र राम्रो नै हुनेछ भनेर। किनकि क्यारेक्टरहरूले जुन ब्याङ्गर एक्टिङ देखाएको छ, त्यस कारणले पनि सोच्न सकिन्छ कि चलचित्र राम्रो हुनेछ भनेर। तर स्टोरीको कुरा गर्दाखेरि हिंसामाथि छ। जुन चलचित्रको कहानी इन्ट्रेस्टिङ छ, किनकि हामीले सोसाइटीमा देखेको, हामीहरू बिचमा भएको एक वास्तविकता देखाएको छ, जुन ठुलो पर्दामा देख्दा राम्रो नै लाग्छ। यो मेरो जिज्ञासा हो, तपाईँहरूको के छ? आई डोन्ट नो। तपाईँहरूको सोच मलाई त के थाहा हुने। त्यही पनि यहाँसम्म हेरिराख्नु भएको छ भने लाइक, सब्सक्राइब, सेयर गरिदिनु होला। यस्तै रिभ्यूहरू देख्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। कहानी र स्क्रिन प्लेमा डिपेन्ड हुन्छ। जुन चलचित्र लेखिएको छ महिला हिंसाको आधारितमा रहेको छ, जहाँ हिंसा, कुटपिट, अनेक थरी कुराहरू उनी एक्सप्लेन गर्छन् होला जस्तो लाग्छ। ती पनि टिजर हेरेर धेरै कुराहरू भन्न सकिन्न। जतिखेर ट्रेलर रिलिज हुन्छ त्यतिखेर नै थाहा हुने हो कहानी कस्तो छ र कुन मोडमा जानेछ भनेर। हामीले भन्न सक्दैनौँ कि यस्तो तरिकाको हुन्छ भनेर, भिजुअल निर्देशकलाई मात्र थाहा हुनेछ। तर एक्टिङ वाइज किङ म यस्तो किन भन्दैछु, सुहाना थापाको एक्टिङ जुन एक्सपेक्ट गरेको थिएन। उनको अरू मुभीहरू भन्दा यस टिजरमा एक्टिङ एकदमै बवाल नै देखिएको छ। यो सिन हेर्दा अथेन्टिक र अनम्याच। उनले खेलेका अरू चलचित्रहरू मध्ये यस चलचित्रमा उनको एक्टिङ स्किल अनइमेजिन छ। त्यसै गरी सौगत मल्ल, उनको एक्टिङमा कुनै डाउट पनि हुन सक्दैन, किनकि उनी एक्टिङ नै त्यस्तो गर्छ। त्यसै गरी प्रकाश सपुत, उनको एक्टिङ पनि लाइक राम्रै छ। सबैभन्दा इम्पोर्टेन्ट क्यारेक्टर भनेको सुहाना थापा, जुन उनको एक्टिङले दर्शकहरूको मन जित्यो भने अवश्य नै उनको फ्यान एकदमै बढ्नेछन् र हेटरहरूको मुख बन्द हुनेछ, जुन भन्ने गर्थे कि क्रेन्ज लाग्छ सुहाना थापाको एक्टिङ। उनको रोल एकदमै इम्पोर्टेन्ट हुनेछ, किनकि महिलामाथि कुटपिट, हिंसा जारी अनेक थरी कुराहरूको समस्याहरूलाई प्रदर्शन गर्दा कस्तो तरिकाको एक्टिङले डिपेन्ड गर्छ भन्ने कुरा चाहिँ अवश्य हुनेछ। जुन मलाई लाग्छ कि यस मुभीमा सुहाना थापाले त्यो ब्याङ्गर एक्टिङ गरेको छ। लाइक वाउ। टिजरमा यस्तो तरिकाको देखाएको छ भने मुभीमा त झन् एक्टिङ बवाल नै देखाएको छ। जुन सिन्दुर हाल्दाखेरिको जुन त्यो क्राइट्स, नो म्याच, बिलिभ गर्न सकिन्न कि त्यस्तो एक्टिङ छ भने। यति तारिफ किन भन्दा सत्य जे हो त्यही भनिरहेको छु। मलाई एकदमै एक्टिङ राम्रो लाग्यो, जुन अरू चलचित्र भन्दा अनइमेजिन छ उनको एक्टिङ। तपाईँहरू एकचोटि हेर्नु, उनी आफ्नो मागमा सिन्दुर हालिराखे हुन्छन्, जब उनी क्राइट गर्छन्, रुन्छन्, त्यो एक्टिङ हेर्नु अनि थाहा पाउँछ एक्टिङ यो हुनुपर्छ भनेर। यति नै भन्न चाहन्छु।